नमस्ते तपाईहरुलाई नमस्ते तपाईलाई हाम्रो गसिप 24 को गसिप च्यानलमा स्वागत छ हजुर धन्यवाद थ्यांक यू सो मच रुबी जी के गर्दै हुनुहुन्छ आजकल अहिले त मुभिजहरुमा चाहिँ बिजी छु र मेरो आफ्नै पनि ब्युटी क्लिनिक छ मेरो आफ्नो अफिस छ WGF वेल्थ ग्रोथ फ्रिडम मेरो हस्बन्डको पार्टनरशिपमा म सँगै काम गर्दै छु मेरो ट्राभल एजेन्सी छ जस्ट अन टाइम ट्राभल्स एन्ड टुर्स र यतिकै यसैमा बिजी छु बिजनेसमा बिजी हुनुहुन्छ बिजनेसमा बिजी छु हजुर अनि शशि जी के गर्दै हुनुहुन्छ आजकल मेरो कर्म भनेको संगीत हो अब यसमै म पनि यसमै व्यस्त छु फिल्महरु नयाँ फिल्महरुमा म्युजिक गरिरहेको छु अहिले यो नयाँ पिपल भन्ने फिल्ममा पनि गरिरहेको छु अनि त्यसपछि अर्को एउटा नयाँ प्रयोग भन्ने फिल्ममा गरिरहेको छु त्यो भन्दा अगाडि पनि फिल्म त गरेको त्यो त बाहिर हलमा आएर चलेन फिल्म अनि अहिलेसम्म नचलेको अवस्था हो र यो चाहिँ फिल्म चाहिँ बाहिर चल्न लागेको कारणले गर्दाखेरि फर्स्ट डेब्यू भन्नुपर्छ यसमा आउनलाई र अहिले पनि म म्युजिकमै काम गरिरहेको छु हजुर रुबी जी तपाईलाई त धेरै पछि देख्न पाइयो फिल्म इन्डस्ट्रीमा हजुर हजुर त्यो चाहिँ किन नि सायद आफ्नै काम आफ्नै समय आफ्नो स्टडी र एउटा सर्टेन बेस बसाल्ने सोचले गर्दाखेरि यति लामो समयको अन्तरालपछि फेरि अन्तरालमा आए हैन आफ्नो पारिवारिकमा बिजी भए बिजनेसमा बिजी भए र जसले गर्दा फेरि हस्बन्ड पनि आर्मीमा हुनुहुन्थ्यो र त्यो मौका मैले दिन सके पनि मैले दिन पाइनँ बच्चा बुच्ची सासू ससुरा घर परिवारमै र बिजनेसमा नै मेरो टाइम गयो फेरि स्टडीमा मेरो टाइम गयो र अब मुभीमा फेरि आइसके अब कन्टिन्युटी चाहिँ दिनेछु हजुर अनि केले तपाईलाई इन्स्पायर कि म अब गर्छु फेरि फिल्ममा फेरि आउँछु भनेर फर्स्ट अफ अल त सायद दिपा बहिनी मलाई नभेटेको भए सायद म अन्तराल गर्दिनँ थिएँ होला है तर उहाँको भेटघाटपछि जुन उहाँले मलाई स्क्रिप्ट सुनाउनु भयो होइन ल त नि अब एक किसिमले गरौँ भन्ने सोच पनि भयो र गरे तर एक किसिमको त्यो भित्र लुकेको जुन कला हुन्छ नि त्यो प्रतिष्ठित हुन पाउँदाखेरि चाहिँ एकदम इन्जोयमेन्ट भयो मलाई 2-3 दिनको सुटिङ थियो है तर यति इन्जोय गरेँ मैले र मैले एउटा माइन्ड मेकअप गरिसकेको थिएँ कि अब चाहिँ यसलाई कन्टिन्युटी दिनै पर्छ मेरो भित्री लुकेको प्रतिभालाई चाहिँ मैले निखार्नै पर्छ र यो भनेको एउटा कला हो भनेर अब चाहिँ म चाहिँ यो फिल्म इन्डस्ट्रीमा चाहिँ कन्टिन्युटी दिनेवाला छु र त्यसपछि मैले आदि बाटो पनि गरेँ अरू पनि फिल्म आउँदैछ रिसेन्टली एउटा सिधा अब लेट्स सी अब कतिसम्मको मुभी हातमा आइपर्छ र गर्छु होला यो अन्तरालमा तपाईँको फर्स्ट आफ्नो एज अ म्युजिक डिरेक्टर डेब्यू गर्दै हुनुहुन्छ अनि योभन्दा अगाडि चाहिँ सोच्नु भएको थिएन कि अरू मुभीमा गर्छु भनेर अनि योभन्दा अगाडि सोचेको नसोचेको होइन मुभी गरेको पनि हो तर त्यो मुभी मार्केटमा नआएको अवस्था हो विभिन्न कारणवश हुन्छ त्यसमा अब प्रोड्युसरले लगानी गर्न नसकेको अवस्था हुनसक्छ विभिन्न उहाँहरूको बिचमा वैमनस्यता उत्पन्न भएर हुनसक्छ योभन्दा अगाडि 2-3वटा फिल्म गरिसकेको मैले राम्रो म्युजिकहरू गर्ने कोसिस पनि गरेको थिएँ किन भन्दाखेरि सुरुमा पछि बिगार्ने भन्ने होइन कि सुरुमा झन् मेहनत गरेर काम गरिन्छ तर अन्तरालमा चाहिँ के भयो भने उहाँहरूसँग मेरो धेरै अगाडिदेखिको मित्रता हो म पनि ड्रामामा काम गर्ने मान्छे हो उहाँको
हाम्रो डाइरेक्टर साहब जो दिपा बस्नेत हुनुहुन्छ उहाँको हस्बेन्डसँग मैले धेरै अगाडिदेखि नै ड्रामामा काम गर्थेँ अनि त्यसमा ब्याकग्राउन्ड म्युजिक गर्थेँ अनि पछि म्युजिक ब्याकग्राउन्ड गरेर थाहा नभइकन त्यसको शास्त्रीय कुराहरू त्यसको चाहिँ जुन शास्त्रका कुरा हुन्छ सङ्गीत शास्त्रका कुराहरू त्यो थाहा नपाइकन म्युजिक गर्दाखेरि चाहिँ हामीमा केही कमी कमजोरी हुन्छ कि भनेर अनि म्युजिक पढेर अनि म्युजिक डाइरेक्टर भइसकेपछि चाहिँ अनि काम गर्न थालेको छ। सो फर्स्टमा तपाईँले आफ्नो नलेज आफूलाई ग्रो गर्नुभयो। हजुर। त्यसपछि बल्ल आएर म केही गर्छु भन्ने। हजुर हजुर। जस्तै तपाईँले त गीत पनि गाउनुहुन्छ। गाउँछु। होइन अहिले पनि गाउनुहुन्छ। हुन्छ अफकोर्स। होइन अहिले हामीलाई लास्टतिर हामीलाई एउटा दुईवटा मिठो गीत पनि सुनाउनुहुन्छ। हुन्छ हुन्छ। अनि गीत गाउन चाहिँ तपाईँलाई केबाट इन्सपायर हो? गीत गाउन चाहिँ मेरो फ्यामिली ब्याकग्राउन्डमा पनि मेरो हजुरबुवा एकदमै धेरै मिठो गाना गाउने अनि पहिला जात्राहरू हुन्थ्यो गाउँमा हामी चाहिँ गाउँ अब हामी यहीँ जन्मे पनि हाम्रो चाहिँ पारिवारिक सम्बन्ध चाहिँ ग्रामीण परिवेशमा छ अनि जात्राहरूमा चाहिँ एकदम गीत गाउने अनि त्यसपछि दोहोरी खेल्ने चिजहरू हुन्थ्यो हजुरबुवा एकदम मिठो गाउने अनि त्यही चिज चाहिँ सायद ममा माइग्रेट भएर हुनसक्छ। बुवा पनि हेरिडिटी नै भन्नु पर्ला। सधैँ रमाउने हाँस्ने हँसाउने पीडा जति छोपी सधैँ रमाउने अरू सोचलान् हामीलाई सायद यस्तो छौँ त्यस्तो छौँ कसैले जे सोचोस् हो हामी यस्तै हौँ हो हामी छुट्टै छौँ। अनि अन्तरालमा चाहिँ तपाईँको कन्ट्रिब्युसन चाहिँ के छ? अन्तरालमा मेरो एउटा मच्योर्ड क्यारेक्टरको रोल छ। यसमा म रिदम यानि मानवको मदरको रोल गर्दैछु। माया नाम हो मेरो र एकदमै मोडर्नाइज्ड मम होइन एउटा छोराको फिलिङ्सलाई बुझ्ने र त्यसलाई प्रपर गाइडेन्स गर्ने चाहिँ एउटा बोल्ड क्यारेक्टरको मदरको रोल चाहिँ मैले यसमा गर्दैछु and I really enjoyed. अनि मोडर्नाइज मदरकै कुरा गरौँ हामी। हजुर। कतिको मोडर्नाइज हुनुपर्छ त मदर? अफ कोर्स अहिलेको जेनेरेसन अनुसार मैले भनौँ न मेरो पनि छोरीहरू छन् उनीहरूको जेनेरेसनलाई मैले स्टडी गरेन भने उनीहरूको विचारलाई मैले स्टडी गरेन भने र आफ्नै विचारमा म मेरो जुन भनौँ न 25 वर्ष पुरानो शैलीलाई लिएर मैले अघि हिँडेँ भने त्यो त म्याच हुँदै हुँदैन। मैले बच्चाहरूको विचारसँगै हिँड्न सकेँ भने त्यो चाहिँ एउटा मदर चाहिँ एउटा रियल मदर चाहिँ भनौँ न मोडर्नाइज्ड भन्नाले अब शर्ट प्यान्ट स्कर्ट लाएर हिँड्ने पनि होइन होइन एउटा बच्चालाई कम्प्लिट रूपमा बुझ्न सक्ने मदरलाई नै एउटा भनौँ न अब रियल मदर मोडर्नाइज्ड मदर भन्न सकिन्छ। जस्तै कि प्यारेन्टिङको कुरामा प्यारेन्ट्सहरूले आफ्नो बच्चाहरूलाई गर्नुपर्ने एउटा बिहेभको बारेमा कतिको कन्सियस हुनुहुन्छ? होइन त्यो त अब एउटा प्यारेन्ट्समा बच्चाहरूसँग आफू घुलमिल हुन नसक्ने अवस्था भयो भने त्यो बच्चाहरू कहिले पनि पोजिटिभली ग्रोथ गर्न सक्दैनन् उनीहरूले। हजुर। पोजिटिभली ग्रोथ गर्न सक्दैनन् र पछि भविष्यमा तिनीहरू नकारात्मकै क्षेत्रलाई अँगालेर नकारात्मक परिवेशमा आफू खुलिएर जान्छन् र एउटा प्यारेन्ट्समा चाहिँ आफूमा चाहिँ बच्चाहरूलाई बुझ्न सक्ने क्यापेसिटी भयो भने र बच्चाहरूलाई सही बाटोमा लगाउन सक्ने र आफू पनि उनीहरूको मनोभावनालाई बुझेर अगाडि बच्चाहरूलाई बढाइदिन सक्यो भने पक्कै पनि बच्चाहरू राम्रो हुन्छन् र त्यो चिज प्यारेन्ट्समा हुन पनि पर्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि अब तपाईँको लाइक यही इन्सपिरेसनल कुरा गर्दाखेरि होइन अब तपाईँ एउटा म्युजिसियन हुनुहुन्छ। हजुर। म्युजिक डाइरेक्टर हुन्छ। म्युजिकले चाहिँ कतिको इन्सपायर गर्छ मलाई? म्युजिकले मानव मस्तिष्कको भनिन्छ सङ्गीत मानव मस्तिष्कको पौष्टिक आहार हो। यसले चाहिँ जति पनि म्युजिकले मानव मस्तिष्कलाई पार्ने प्रभावले चाहिँ उसको सकारात्मक दृष्टिकोणलाई चाहिँ अगाडि बढाउँछ जस्तो लाग्छ र सङ्गीतले बाहिरी रूपमा त प्रभाव पार्छ नि। कोही मान्छे बाटोमा म्युजिक सुनेर नाच्दै नाच्दै हिँडिरहेको हुन्छ होइन नाच्दै हिँडिरहेको हुन्छ
त्यो त बाहिरी प्रभाव मात्रै हो तर यसले आध्यात्मिक जुन आन्तरिक प्रभाव हुन्छ नि भित्र चाहिँ आत्मामा पार्ने प्रभाव त्यो प्रभावले चाहिँ मान्छेलाई एकदम शालीन सुशील र सभ्य बनाउँछ जस्तो लाग्छ मलाई बिना म्युजिक आई थिंक लाइफ पनि अलिकति बोरिङ हुन्छ यस अफ कोर्स अनि युजली कुन चाहिँ टाइपको कस्तो टाइपको म्युजिक चाहिँ तपाईँलाई मनपर्छ एनी काइन्ड अफ म्युजिक मलाई भजन बिहान 6 बजे जुन रेडियो नेपालबाट भजनहरू आउँछ त्यो पनि एकदम मनपर्छ अहिले छोरीहरू ज्याजमा एकदम उफ्रिरहन्छ त्यसमा पनि मोडर्नाइज मात्र भएर आफू पनि नाचिरहन्छु अब जिममा गएपछि एक किसिमको अब साल्सा टाइपको म्युजिक हुन्छ त्यसमा पनि म आफूलाई त्यतिकै आफूलाई इन्टरटेन गरेर हुन्छु एनी काइन्ड अफ म्युजिक हरेक किसिमको जसमा चाहिँ म भिज्न सकौँ र रमाउन सकौँ असल श्रोताको गुण नै त्यही हो एकदम अनि हाम्रो अन्तरालको म्युजिकको कुरा गर्दाखेरि कस्तो टाइपको म्युजिक छ त अन्तरालको अन्तरालमा वास्तवमा यो म्युजिकको पनि सायदै अन्तराल होला अरू फिल्मभन्दा अलिकति अन्तराल नै होला फरक छ डिफ्रेन्स छ के कारणले डिफ्रेन्स छ भने मैले म्युजिकको सीमालाई एकदम नजिक गर्ने कोसिस गरेको छु हाम्रो डाइरेक्टर साहबको फिल पनि त्यही हो संसार र समय भनेको एकअर्काबाट कोही पनि टाढा छैन यो पृथ्वी यो ओल्ड एउटा हो होइन यो कोही पनि टाढा छैन यो त सीमाले बाँधिएको मात्रै हो तर मानव हृदय जुन हुन्छ नि एउटा मानव र अर्को मानवको हृदय भनेको त्यसको डिस्टेन्सै फरक छैन सबैको मुटु उस्तै हो होइन त्यो कुरालाई चाहिँ म्युजिकले पनि मैले के गर्न खोजेको भने यहाँ हामीले सारङ्गीमा गाइराख्ने गीत हुन्छ नि सारङ्गीमा गाइराख्ने गीतलाई चाहिँ मैले लगेर ज्याज र ब्लुज दुईटालाई मिक्स गरेर चाहिँ हाम्रो सङ्गीतको परिधि चाहिँ टाढा छैन उनीहरूको सङ्गीतसँग पनि हामी सामिप्यता भएर जान सक्छौँ र हाम्रो सङ्गीत पनि त्यो ठाउँमा पुग्न सक्छ भन्ने हिसाबले चाहिँ म्युजिकहरू चाहिँ अलिक अफ ट्र्याकको म्युजिकहरू बनाउने कोसिस गरेको छु मैले एउटा टाइप अफ लाइक नयाँ फ्युजन म्युजिक गरेको छु यसमा चाहिँ सो यसमा निकै एक्सपेरिमेन्ट गर्नुभएको जस्तो लाग्छ हजुर हजुर अब यसको कुरामा चाहिँ कस्तो छ भने मैले शास्त्रीय सङ्गीत पढेर आएको मान्छे म अनि मलाई एउटा कस्तो चाहिँ च्यालेन्ज आयो भने तपाईँले यो फिल्ममा एउटा हेभी मेटलको म्युजिक बनाउनुपर्छ भन्नुभयो अब मेरो बानी चाहिँ कस्तो भने अब जस्तो अरू म्युजिक डाइरेक्टरहरूले के गर्छन् त्यो मलाई थाहा छैन उहाँहरूको आफ्नो तरिका होला मैले चाहिँ त्यत्तिकै हुन्छ पनि भन्न सकिनँ हुन्न पनि भन्न सकिनँ किनभने सङ्गीतमा यदि कोही मान्छेले सङ्गीत अध्ययन गर्छ भने इस्टर्न वेस्टर्न भन्ने नै हुँदैन म्युजिक एज अ म्युजिक मात्रै हेरेँ मैले अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ मेटल गर्नु पर्यो भनेर अब जुन च्यालेन्ज आयो त्यो च्यालेन्जलाई चाहिँ एक्सेप्ट गरेर लगभग मैले 3 महिना पछाडि मात्रै यो म्युजिकको चाहिँ मेटलको तयारी गरेँ त्यसलाई पढेँ मेटलमा पनि अझ थ्र्यासलाई चाहिँ अगाडि ल्याउने कोसिस गरेर थ्र्यास मेटललाई चाहिँ अगाडि ल्याउने कोसिस गरेर कहिलेदेखि सुरु भयो यसको गाउने स्टाइल के हो होइन यसमा के चिज हुन्छ त्यो सबै पढेर होइन अनि 3 महिना पछाडि मात्र मैले गीत यो फिल्मको यो टाइटल एउटा गीत थियो लाइफ इज अ रेस भन्ने त्यो मेटलमा त्यो गीत बनाएको छु कि यो अब धेरै च्यालेन्जहरू ल्याएको छु यसमा धन्यवाद हजुरलाई त्यो थ्र्यास मेटल पच्छ होला जस्तो लाग्छ कि थ्र्यास जुन थ्र्यास मेटल वाले भन्नुभयो लाइक थ्र्यास मेटल त अलिकति रफ अलिकति के भन्छ अलि हेभी म्युजिक हजुरलाई त्यो टाइपको म्युजिक पच्छ मनपर्छ भन्नुभयो एकदमै म्युजिकको कुनै परिभाषा कुनै भाषा नै हुँदैन म्युजिक मनपर्ने व्यक्तिलाई हर प्रकारको म्युजिक चाहिँ मनपर्छ तर समयअनुसार अब म कुनै मेडिटेसनमा छु भने मेटल ज्याज बजाएर पनि भएन होइन समय अनुकूलको सङ्गीत र धुन भयो भने चाहिँ हर कोहीलाई मनपर्छ हरेक प्राणीलाई म्युजिक मनपर्छ होइन शशी भाइ एकदम एउटा क्यारेक्टरलाई म्युजिकले कतिको डिफाइन गर्छ जस्तो लाग्छ एउटा मेन्टल क्यारेक्टरलाई पनि म्युजिकले भनौँ न त्यसको उपचार गर्छ भनेपछि हरेक भनौँ न प्राणी पनि नभनौँ न अब कोइलीले पनि उसको कुहुमा कति होइन हरेक कुरामा बर्सातको टपटप पानीमा एउटा रिदम हुन्छ होइन हावाको सर्र एक किसिमले आवाज सुन्यो भने त्यसमा हुन्छ होइन हरेक कोही क्यारेक्टरलाई म्युजिकले चाहिँ ढाल्न सक्छ त्यसलाई लिन सक्ने उसको क्षमता हुन्छ क्या बात एकदम सो लेट्स होप कि अन्तरालमा पनि सबजनाले त्यो म्युजिकले डेफिनेटली उहाँले यति भनिसक्नु भएको छ होइन एउटा शास्त्रीय सङ्गीतबाट उहाँले आफ्नो ट्र्याकलाई 3 महिना लिनुभयो त्यत्रो स्टडी गरेर र अहिले जसरी भन्नुभयो नि त्यो एक किसिमको मेटल सङमा चाहिँ भित्रीदेखि एउटा एनर्जाइज जुन आउँछ जुन एनर्जेटिक आउँछ
उहाँलाई यो सङ्गीत पनि भनौँ न यतिको उहाँले रुचि राख्नु भएको होइन दिदीभित्रको असल व्यक्तित्व हो त्यो अहिले जे भनिराख्नु भएको छ एकदम खुसी लाग्यो दिदी धन्यवाद अनि अन्तरालकै कुरा गरौँ अब होइन के लाग्छ तपाईँलाई अन्तरालले के गर्दा नेपालमा अब नयाँ अन्तरालले निकै लामो अन्तरालपछि फिल्म इन्डस्ट्रीमा एउटा चाहिँ पकड चाहिँ लिन्छ जस्तो मेरो पर्सनल चाहिँ फिलिङ छ किनभने यसको अब कम्प्लिट सुटमा त म थिइनँ होइन तर जुन जति मैले समय दिएँ त्यो समयको जुन भनौँ न त्यहाँको काम गर्ने वातावरण निर्देशिकाज्यूको जुन निर्देशक होइन र को स्टार क्यारेक्टर डायलग्स डेलिभरी जति पनि अहिले मैले रिसेन्टली फेसबुकमा पनि मैले हेरेँ मेरो मानव छोराले चाहिँ मलाई पठाइदिएको थियो र मलाई एटलिस्ट मैले त्यसलाई 12 चोटि क्लिक गरेर हेऱ्यो होला कि जुन किसिमको इन्टरटेनिङ जुन लाइफमा हुने घटिरहेको घटनालाई त्यसमा यति राम्रोसित 4वटा भनौँ न एउटा यङ केटाहरूलाई चाहिँ भनौँ न पीडित युवा पीडितहरूले भोगिरहेको घटनालाई चाहिँ समेटिएर बनाएको सिनेमा हो डेफिनेटली अहिलेको पिँढी भनेको चाहिँ यङ जेनेरेसनले चल्ने हो र तिनीहरूले भोग्ने कुरालाई चाहिँ प्रस्तुत गरिएको छ अन्तरालमा र डेफिनेटली अडियन्सहरूले यसलाई मन पराउँछ शशि भाइ के भन्नु छ यसमा एकदम ठिक कुरा अन्तरालले नयाँ एउटा अन्तराल ल्याउने भयो मुभी डेफिनेटली अब कस्तो छ भने मेरो विचारमा चाहिँ अन्तराल जुन नाम छ त्यो नाम अनुसारको अन्तरालको काम पनि त्यस्तै छ सबैभन्दा पहिला त एउटा अन्तराल के छ भने हामी पुरुषवादी समाजबाट चाहिँ ग्रसित मान्छे होइन अब त्योबाट टाढा बसेर एकजना महिला डाइरेक्टरले महिला निर्देशकले यो फिल्मलाई लिएर आउनु भएको छ त्यो एउटा अन्तराल हो धेरै अन्तराल पछि होइन अनि अर्को चिज चाहिँ के छ भने सबैजना यहाँ कस्तो हुन्छ भने चाहिएको अनुहार यहाँ बेचिएको अनुहार मात्रै आउनुपर्छ फिल्ममा अनि फिल्म चल्छ भन्ने मान्यतालाई होइन सिधै एकजना फर्स्ट फिल्म गरेर गर्ने प्रोड्युसरले त्यो कुरा पनि कुनै पनि कुरालाई चाहिँ दिमागमा नराखिकन सिधै नयाँ अनुहारहरू ल्याएर सबैभन्दा पहिला त नयाँ अनुहारहरू ल्याएर उसलाई इन्ट्रोडक्सन गराउने काम गरेको छ र उसको करियरलाई प्लस पोइन्ट थपेको छ त्यो एउटा अन्तराल होइन यसमा अब म आफू पनि नयाँ हो मलाई जुन डेब्यू गरेको छ त्यो पनि म आफू पनि नयाँ हो मेरो आफ्नो करियरको लागि पनि अन्तरालले धेरै ठुलो काम गरेको छ फेरि मैले कुरा काटे जस्तो हुन्छ है त्यो अन्तराल को भनौँ न मेरो जुन पार्ट थियो त्यो सुट हुनुभन्दा अगाडि मलाई बोलाइएको थियो अफिसमा होइन दिपा बहिनीले हामीलाई होमवर्क गराएको थियो कि अब डायलग्सहरू एउटा एउटा स्क्रिप्ट बुक होइन द मोस्ट थिङ एकदम बेस्ट भनेको मलाई राम्रो होमवर्क भनेको निकै गरिएको छ यसमा होइन अब मैले गएर यसो स्क्रिप्ट हेर्ने र फटाफट भन्ने कुरा पनि भएन कि त्यो माहौल कस्तो हुन्छ होइन यो क्यारेक्टरसँग मैले कति भिज्न सक्नुपर्छ यस होइन त्यो कुराले मलाई एकदम टच गर्यो जिन्दगी चलाउनु छ भविष्य बनाउनु छ तर वर्तमान साला बेकारै छ यार 12 वर्षमा ढुङ्गो त रसाउँछ भन्छन् कुटाइ खाएपछि रसाइहाल्छ नि हो हामी छुट्टै छौँ लेडी डिरेक्टर अनि एउटा म गर्छु भनेर आँट्नु भएको छ अन्तराललाई होइन अनि नयाँ टिम लिनु भएको छ अनि अडियन्सहरूले चाहिँ कुन रूपमा लिनुहुन्छ जस्तो लागिरहेको छ अफकोर्स अब हामीले चाहिँ एउटा लेडी भनेर कमजोर भन्ने एउटा पक्षलाई लिन्छौँ यसलाई त्यसरी नलिउँ सी इज अ लेडी तर सी इज अ डाइरेक्टर यसमा मेल फिमेलको कुनै कुरै आएन जुन मेल क्यारेक्टरको डाइरेक्टरले जुन काम गर्न सक्छ
त्यो चाहिँ हाम्रो दिपा बस्नेत डाइरेक्टरले पनि गरेर देखाइएको छ र त्यो हुने जेठ 2-3 गते कहिले रिलिज हुन्छ हैन त्यसमा देखिन्छ पक्ष अडियन्सले के पक्ष लिन्छ भने स्टोरीको मेकिङ कस्तो छ है स्टोरीमा एक्ट गर्ने कलाकारहरूले कस्तो भूमिका निर्वाह गरेको छ र यसको कम्प्लिट थीम के हो त्यो कुरालाई लिन्छ यो हैन कि लेडी डाइरेक्टर थियो हामीले यसलाई सपोर्ट गर्नुपर्छ सिनेमा हेर्न जानुपर्छ भने इट्स नट लाइक द्याट हैन एकदम सही कुरा हो दिदीले भनेको जस्तै एउटा मान्छेभित्र भएको जुन प्रतिभा छ त्यो प्रतिभालाई मान्छेले सकेसम्म अगाडि लिएर आउनुपर्छ जस्तो डाइरेक्टर साहबले पनि त्यो चिजलाई अगाडि लिएर आउनु भयो र हामीले उहाँलाई दयाको लागि जाने हैन कि उहाँको काम कतिको पर्फेक्ट छ त्यो पर्फेक्टनेसलाई हेर्नको लागि चाहिँ हलमा जाने हो र अन्तरालमा जुन भनिन्छ नि अहिलेसम्म नेपाली फिल्म कस्तो बन्नुपर्छ के बन्नुपर्छ भनेर एउटा माहौल बनिरहेको छ यस्तो बन्नुपर्छ उस्तो बन्नुपर्छ सिनेमाटोग्राफी राम्रो हुनुपर्छ त्यसको स्क्रिन प्ले राम्रो हुनुपर्छ त्यसको स्क्रिप्ट राम्रो हुनुपर्छ हैन यसमा मेकिङ भएन यस्तो गरेछ उस्तो गरेछ भनेर जसले ब्लेम गरिरहेको हुन्छ नि उहाँहरूलाई चाहिँ के भन्छु भने म एक्चुअली अन्तराल मैले उहाँहरूसँग यसरी हजुर अन्तराल हेर्नुपर्छ भनेर भन्न खोजे होइन है अन्तराल हेर्नुस् अनि त्यसपछि कुरा गर्नुस् त्यसपछि कुरा यस मेरो त्यति मात्र हो यसमा चाहिँ म त्यति नै मलाई चाहिँ यो प्रति सपोर्ट छ क्या अब लाइक कामकै कुरा गरौँ हजुर जस्तै कि तपाईँले म्युजिक पनि भएको छ साथसाथै तपाईँले यो मुभीको लागि गाउनु पनि गाएको छु एउटा गाना छोटो 2-3 लाइन हामीलाई यसो गाएर सुनाइदिनुहुन्छ थ्याङ्क यू दिदी यो मुभी चाहिँ कस्तो मुभीमा गाउने चाहिँ कस्तो पर्यो भने एकजना भाइ तीर्थ दावाली भाइले लेख्नु भएको छ अनि डाइरेक्टर साहबले मलाई बोलाएर गीत यस्तो छ यो गीतलाई चाहिँ तपाईँले चेन्ज गर्नु पर्यो भन्नुभयो गीत चाहिँ कसरी लेखेको थियो भने सारङ्गीमा लेखेको थियो हे एउटा गीत गाउँछु यहाँ सबले दिनु चासो अरू केही नभएर माइलाको गुनासो जेठो छोरो बाउको प्यारो कान्छो आमाको माइलो भई जन्मिनाले भयो बेकामको आखिर आफू माइलो नै परियो झोला बोकी काठमाडौँ झरियो नरौ मायालु टाइपले लेखिएको थियो गीत अनि यसलाई चाहिँ अब के गर्ने त तपाईँले यसलाई चेन्ज गर्नुहोस् भन्नुभयो मलाई ल ठिक छ अनि मैले एकदम धेरै अब त्यसमा सोचेँ के गर्ने त भन्दाखेरि यसलाई ज्याजमा कसरी अब ज्याजमा चाहिँ कसरी यसलाई चाहिँ चेन्ज गर्ने भनेर अनि एउटा कम्पोजिसन तयार गरी ल्याएर सुनाएँ ओके यो त राम्रो छ त यो ठिक छ भनेर भन्नुभयो अनि मलाई नि चित्त बुझ्यो कस्तो भएको छ भने यो गीत चाहिँ तारा तारा एउटा गीत गाउँछु यहाँ सबले दिनु चासो हो अरू केही नभएर माइलाको गुनासो हो जेठो छोरो बाउको प्यारो कान्छो आमाको हो माइलो भई जन्मिनाले भयो बेकामको हो आखिर आफू माइलो नै परियो हो आखिर आफू माइलो नै परियो हो झोला बोकी काठमाडौँ झरियो यस्तो टाइपले थ्याङ्क यू दिदी थ्याङ्क यू रियली इन्टरटेनिङ छ हजुर इन्टरटेनिङ छ गीतहरू इन्टरटेनिङ छ अनि यसलाई चाहिँ चेन्ज गरेर यति बनाइएको छ होइन अब यो भनिहाल्यो नि अलिकति चेन्ज अलिक फरक अन्तराल एउटा फिल्मको नाम अन्तराल छ यसमा म्युजिक पनि अलिकति अन्तरालमा धेरै अन्तराल पछि गरेको हो र अन्तरालमा एउटा छुट्टै किसिमको गरिदिउँ भनेर भेरी नाइस अब कुराकानी त भइरहन्छ हजुर र हामी प्रोग्रामको अलमोस्ट अब एन्डतिर आएका छौँ सो अब जहाँसम्म मलाई लाग्छ कि अडियन्सहरूले त अहिले गएर दौडिनै हुन्छ होला थ्याङ्क यू सो मच हिन्दीमा एउटा कहावत छ तपाईँको मुखमा घी सक्कर भने जस्तो होइन थ्याङ्क यू सो मच तपाईँको मुखमा होइन सदा सदा म चाहिँ अरू भन्दिनँ दुध बरी भन्छु मलाई सबभन्दा मिठो लाग्छ तपाईँलाई पनि एकदम अब चाहिँ हामी तपाईँहरूसँग बडो बिदा माग्छु है थ्याङ्क यू सो मच हामीलाई टाइम दिनुभयो हामीसँग गफ गर्नुभयो है तपाईँहरूलाई पनि धेरै धन्यवाद एउटा कुरा के चाहिँ भन्नु छ भने होइन मेरो लाइफको पहिलोचोटि होइन मिस नेपालहरूलाई स्क्रिनमा मात्रै देखिरहेको आज दिदीसँग बसेर इन्टरभ्यूको जुन प्रोग्राम गर्न पाइयो होइन मेरो लागि चाहिँ सबैभन्दा ठुलो कुरा हो र तपाईँहरूलाई यो माहौल बनाइदिएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू दिदी थ्याङ्क यू भेरी मच थ्याङ्क यू धन्यवाद